अनि जेएफटीमा पनि धेरै इजी खान्जीहरू धेरै आउने अनि अलिअलि धेरै गाह्रो खान्जीहरू पनि थोरै आउने गर्छ। त्यसैले अब तपाईँहरूलाई अलिकति गाह्रो इम्पोर्टेन्ट अनि गाह्रो खालको खान्जी आयो भने म सार्नु भन्छु, नभए नर्मली सबै खान्जीहरू इम्पोर्टेन्टै छ अनि सजिलो खान्जीहरू सुरु सुरुमा आउँछ है त। अन्त हजुरले पनि पिडिएफ पनि पठाइदिनु भएको छ नि, त्यहाँ गएर हेर्दा पनि हुन्छ होला है। हुन्छ हुन्छ हो। यतापट्टिको इम्पोर्टेन्ट रहेछ। यामा, खावा, उमी, यो खान्जी के को त? सीमा चिमा, टापु। सीमा सेन्सेई यो मोरी टापु मोरी टापु मोरी चिमा आइसल्यान्ड यो। मोरी 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 जङ्गल भनेको जङ्गल जङ्गल यो नाम चाहिँ मलाई त्यति सुन्न मन लाग्दैन, थाहा छ नि तपाईँहरूलाई? थाहा छैन हाम्रो मोरी तेन्चेउको नाम हो कि, हाम्रो तेन्चेउ सुपरभाइजर। ए मोरी यो खान्जी केकेन केन अनुभव केन यो खान्जी इमी तिमी अर्थ होइन। यो खान्जी खानको खानकौची। अरे कस्तो ट्यालेन्ट हुनुहुँदो रहेछ त। यो यो क्याकु क्याकुसँग क्याकु हो क्याकु क्याकु सान भन्छ नि होइन। क्याकु ल त्यसपछि नेक्स्टमा जाउँ है त। नेक्स्टमा भन्दा पनि सुरुमा सेन्टेन्सहरू पढौँ है। खान्जी त्यसपछि त्यही अनुसारले आउने सेन्टेन्सहरू छ, तपाईँहरूले याद गर्नुभयो कि भएन खान्जीको कुराहरू भनेर। फेरि सेन्टेन्सहरू दिन्छ है। त्यसो भए यसलाई हाम्रो वर्षा सानले पढिदिनु 1 देखि 6 सम्म जापानिजमा। 私の町は海の近くにあります。この島にはम नेपालीमा भनिदिन्छु है। मेरो सहर चाहिँ समुद्रको छेउमा छ। この島には大きい森があります。 यो टापुमा चाहिँ ठुलो जङ्गल छ। त्यसपछि 3 नम्बरमा चाहिँ पहाड र खोला धेरै सुन्दर छ भन्यो। त्यसपछि चौथो ここは有名な観光地で日本からのお客様が多いです。 यहाँ चाहिँ फेमस खानकौची भनेको पर्यटक स्थल, फेमस पर्यटक स्थलहरू भएर जापानबाटको ओकाकुसान भिजिटरहरू चाहिँ ओइ देश धेरै छन् भनेको। अर्को 私の名前は花という意味です。 मेरो नाम चाहिँ फुल भन्ने अर्थ दिन्छ। अर्को 仕事の経験があります。けるなありますか? कामको एक्सपिरियन्स छ भनेको। सिगोतोनो केइकेन गा आरिमास्का पछि यो तपाईँहरूलाई इन्टरभ्यू दिने बेला पनि काम दिन्छ है। मेन्सेचुको बेला पनि। यताको देखियो फेरि है, अलिकति मैले सानो बनाउँछु। तेन्की तेन्की भनेको मौसम मौसम। यो खान्जी हारेको हारे भनेको घाम हो। घाम लाग्नु। यो खान्जी आमेको आमेको आमे भनेको पानी पर्नु भइहाल्यो होइन। यो यो चाहिँ युकी हिउँ पर्नुको युकी हिउँ पर्नु। यो खाजेको खाजे हावा चल्नु होइन। हजुर। यो खान्जी सुएको चुयै भनेको बलियो बलियो। यो बलियो खान्जी अर्को केमा युज हुन्छ? बेन्क्योको खान्जीमा पनि यो आउँछ है त। माथिको खान्जी माइनिचीको माइनिची। यो आसिताको आसिता भोलि। यो किनौ किनौ भनेको हिजो। यो चाहिँ इमा इमा भनेको अहिले होइन। हजुर। ल त्यसपछि अब यस्तोको सेन्टेन्सहरू छ। सेन्टेन्सहरू पढ्नको लागि चाहिँ कमल सान हुनुहुन्छ? जापानीमा पढिदिनु ल, एउटा पढ्नु त्यसपछि म नेपालीमा भन्छु। माइनिची आमेगा एउकु फुरिमास। हरेक दिन पानी चाहिँ धेरै परिरहेको छ, धेरै पर्छ। केवा इ देनकी देशने। आज राम्रो मौसम है। के को सेन्स के को किनौ किनौ किनोवा खाजेगा
चुखात्ते होइन चुयोइको खान्जीको चुयो खात्ता भनौँ न 네, 주요 갔다 데스. अर्को क्योवा केवा होइन युकीगा आस्तावा आसिता 후루 데스. आसितावा युकी가 युकीगा 됐어요. फुरुदेश्यो भोलि चाहिँ पानी हजुर हजुर. पर्छ जस्तो छ अर्को 아사와 아레데시다. 데모 이마와 구모리테 कुमोत्ते 이마스. इमास 구모테 이마스. कुमोत्ते इमास बिहान चाहिँ घाम लागेको थियो तर अहिले चाहिँ बादल लागिरहेको बादल छ भनेको के हो खान्छी हो यो यो जिखानको जिखानको खान्छी जिखान भनेको समय यो यो बास्यो बास्यो भनेको ठाउँ ठाउँ यो चाहिँ सबैभन्दा इम्पोर्टेन्ट खान्छी है एन्फोको मैले अस्तिदेखि नै भनिरहेको छु है बास्यो भन्ने खान्छी लगभग हरेक सेटमा भइरहेको हुन्छ जेएफजीको लेख्नु होला यो एकी स्टेसन एकी स्टेसन यो उकेचुके रिसेप्सन रिसेप्सन डेस्क होइन है उके चुके यो यो मोन गेट मोन गेट होइन है यो खान्छी यो इसुकुको इस्युको भनेको हतार हुनु हतार हतार गर्नु यो यो किकु 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 हुँदैन हौ चुकी किमासको किकु भन्नुभयो होला किमासको कि त हुन्छ तर किकु चाहिँ हुँदैन यो पुग्नुमा चाहिँ लाग्छ पछाडि कि आयो भने पुग्नु हुन्छ नि त तोदोकु हो तोदोकु तोदोकु होइन होइन चुकी चुकु थियो चुकी मासको ओ चुकीमासको हो क्या चुकु चुकीमासको कि आयो नि त त्यही भएर चुकु किमास लुगा लाउनुमा त हुन त खान्छ यही हो तर किमासमा त मासमा कि मास मात्रै आयो पछाडि केही आएन त्यसैले त्यसको रुट फर्म त किरो हुन्छ नि त तीनटा मात्र शब्द आयो दोस्रो ग्रुपमा गयो किरु भन्ने हुन्छ त्यसको है लगाउनु यो तोमारु तोमारो भनेको रोक्नु रोक्नु है चुक्कु भन्ने छ लेख्नु है पुग्नु चुक्कु भनेको पुग्नु यी नि चुकी मास्ता घरमा पुगे भनेको यो तोमारु रोक्नु यो मासु पर्खानु माचु पर्खनु यो खान्छी कसरी चिन्यो त माचु भनेर भने अगाडिको अर्को यो यसरी यहाँ एउटा धर्का भएको पनि हुन्छ क्या अर्को यो चाहिँ त्यो चाहिँ बोक्नु हुन्छ मोचु मोचु त्यो चाहिँ यहाँ बिचमा यसको पनि धर्का माथिसम्मै आउँछ यो धर्का चाहिँ डन्ठा चाहिँ त्यो चाहिँ तर यसको चाहिँ यहाँ यति मात्रै आउँछ किनभने यो अगाडिको इकिमासको खान्जीको अगाडिको भाग हो होइन इकिमासको खान्जी भनेको जानु अनि जाँदाखेरि अर्को मान्छेले पर्खिरहेको छ को मान्छे जाँदैछ भनेर त पर्खिरहेको हुन्छ त्यसैले जाने मान्छेलाई पर्खिनु भनेको माछु मासको माछु भयो है ल अर्को यो डेन्सिया ट्रेन डेन्सिया ट्रेन भेरी गुड रेबिका मगरसन हाई सेन्से तपाईँले जापानिजमा पढिदिनु म नेपालीमा पढिदिन्छु मलाई त सबै खान्जी त आउँदैन होला सेन्से ठिकै छ जति आउँछ पढिदिनु नआएको हामी म भनिदिउँ ल एकिनी ए यो के पो थियो अहिले एकिकु लेख्नु भएन किकी मासिता होइन एकिकु मासिता सुकी मासिता ए चुकी मासिता अनि जिउकौनो माची शिवगौनो बास्योवा ए सिउगौनो बास्यौवा दोको देशका शिवगौ भनेको अगाडि आचुमारीको खान्जी छ आचुमारी भनेको भेला हुनु है अनि भेला हुने अब जो शिवगौ भनेको हाम्रो मिटिङको बास्यवा दोको देशका ठाउँ चाहिँ कहाँ हो भनेको छ अर्को मोन्नो माएदे अहिले भर्खर बिर्सेसन चाहिँ बिर्सिनुहुन्छ भने लेख्ने गर्नु भनेपछि माचु इते इमास माचुते इमास मात्रै होइन मात्रै
नात्ते इमास आसिता गेटको ज्यू अगाडि जिनी एकछिन नेपालीमा भन्न दिनु। गेटको अगाडि पर्खिरहेको छु। नात्ते इमास आसिता ज्यू जिनी त्यसको खान्जी पनि आएन सेन्से ओके चुके नि। ओके ज्यू जिनी ओके चुके नि किते फिरासाई भोलि चाहिँ 10 बजे रिसेप्सन डेस्कमा आउनुहोस्। जीको दे देन्स्यागा तोमारी मासिता एक्सिडेन्टले गर्दा चाहिँ ट्रेन रोकिएको थियो। जी खान ओ माची गाए मासिता अनि सुई दे इकिमास इसोइले हिमास समय चाहिँ मिस्टेक गरेछु। 1 बजे भनेको ठाउँमा 1:30 बजे पुगे क्या हो, 2 बजे पुगे क्या हो। अब छिटो गरेर आउँछु भनेर भनेको है। सेन्से आसिता जिउजी नै अनि यो खान्जी उके चुकेको ओके नि। अनि जीको भनेको के हो चाहिँ? जीको भनेको एक्सिडेन्ट। यो खान्जी के को हो? इएको घरको इएको घरको। यो खान्जी आतरासी नयाँको आतरासी नयाँ। त्यसपछि यो खान्जी हिरो हिरो हिरोई फराकिलो होइन। हिरोइको सेन्से हजुर यो फरक। फुरोइ यो फुरोइ पुरानो फुरोई। कसले भन्नुभयो? मैले सेन्से राधि राधिका सानले भन्नुभयो। कोही बोलेन अनि भन्दै ल त्यसपछि यो तलपट्टिको पनि पढिनु जापानिजमा। ए वा दौ देशका घर कस्तो छ? त्यो फुरोइ देश अलिकति पुरानो छ। रेवा आतरासी देशका रेउ भनेको होस्टेल। होस्टेल नयाँ हो भनेको छ। ए रेमा हिरोइ देश तर हिरोइ देश नयाँ होइन अरे, तर फराकिलो छ अरे। हासामी वा दोक्वारी मास्का कैँची घासामी भनेको कैँची चाहिँ कहाँ छ भन्यो? चुकुएनो उए देश देशको माथि छ। अर्को नोरी वा हिकिदासी नो नाखानी आरिमास्यो गम चाहिँ हिकिदासी भनेको घर्राको भित्र छ। गोमीबाको वा चुकुए सीतादेश चुकुएनो सीतादेश गोमिबाको डस्टबिन चाहिँ देशको तल छ। चेम्बिहाङ सन के खान्छ यो? गेछु यो खायो खायो भी सुयो भी मोकुयो भी। यो पढ्नै परेन हामीले होइन। अलि यो चाहिँ चाहिन्छ है तपाईँहरूलाई। यो खान्छ के को हो? आशा आशा। त्यसपछिको हिरोइ हिरोइ होइन, हिरो। यो योरु के भन्नुभयो? योरो। यतापट्टि जीको खान्जी फुन अनि हान अनि माईको खान्जी छ है। माई भनेको इचिमाई निमाई एउटा दुईटा भन्छ है। यो पातलो कुराहरू गर्ने काउन्टिङ गर्ने तरिका। यो खान्जी भनिदिनु सुरुको। गाकुसे है गाकुसे। दोस्रो गाको त स्कुल यो गाको हो स्कुल। यो लाइफको सेखाचु गाकु सेई एउटै छ है। अनि त्यही भएर यहाँ मिक्स गरेर आएको छ। गाकु सेई त्यही गाकु सेईको गा अगाडिकै खान्जी यो आएको छ। फेरि यसको पछाडिको चाहिँ यहाँ आएको छ। फेरि सेई खाछु। यो खान्जी क्युनेन गएको वर्ष। यो कोन्सेन गएको हप्ता सेन्स्यु है। यो खान्जी टुकुरु भनेको बनाउनु। यो काम गर्नु भनेको हाताराको। यो सुकासी भनेको बिजी। यो टेन्की होइन, गेन्की भनेको हेल्दी होइन। यो सिगोतो। भेरी गुड। त्यसपछि दिपा सुनरसन हजुर सेन्से तपाईँले जापानीमा पढ्दिनु न। ओगेन्की देशका सन्चै हुनुहुन्छ?
去年日本の来ました。गएको वर्ष जापानमा आएको हो। 日本の生活にもうなりましたか जापानको लाइफ स्टाइलमा अलरेडी घुल्मी भइसक्नुभयो? 働いていますか काम गर्दै हुनुहुन्छ? いいえ、学生です。今は日本語学校に帰っています。 ए गाकुसेई देश। म चाहिँ विद्यार्थी हो, अहिले चाहिँ जापानी भाषाको स्कुलमा। खायोते इमास भनेको जाने आउने गर्दैछु भनेको। अर्को 野菜を作っています。 भेजिटेबलहरू चाहिँ उत्पादन गर्ने गर्दैछु भनेको है। यो चाहिँ नौग्योको काममा, एग्रिकल्चरको काममा गर्छ यो। अर्को 介護の仕事をしています。 खाइगोको काम गर्दैछु। खाइगो भनेको नर्सिङ केयर गिभरको काम गर्दैछु भनेको छ। 先週はとっても忙忙しい。忙しかったです。 देश। गएको हप्ता चाहिँ धेरै बिजी थिए भने। ल त्यसपछि अर्को हाम्रो ललिता सान हुनुहुन्छ। हाय सेन्से। के खान्जी हो? इतो इनु फ्यामिलीको खान्छ कि यो खाजोको खाजोको। अरू नबोल्दिनु न। युगाता युगाता भनेको साँझको राति साँझ होइन? यो खान्जी देखाकेरु भनेको निस्कनु देखाकेरु। यो हानासु कुरा गर्नु हानासिमास। एकैछिन सेन्से यो सिक्नुको नाराइमास नाराउ सिक्नु। यो ओनगाकु भेरी गुड। यो एइगो इङ्ग्लिस अङ्ग्रेजी भाषा। जापानिजमा एइगो गा देकिमास का? अङ्ग्रेजी भाषा सक्नुहुन्छ? वतासी वा हितो वा हानासु नो गा दाइसुकी देश। मलाई चाहिँ मान्छेसँग कुरा गर्न धेरै मन पर्छ। शुमी वा ओनगाकु देश गीता ओ नाराते इमास। कमल सनमिट गर्नु। हबी चाहिँ ओनगाको हो, गिटार चाहिँ सिक्दैछु भनेको छ। अर्को खाजाकु वा योनिन देश आतो इनेगा इमास। इने होइन, इमेगा इमास। परिवार चाहिँ 4 जना हो, साथै कुकुर पनि छ। कुकुर छ। अर्को युकाता इस्योनी देखाके मासेनका। राति चाहिँ सँगै निस्कन सकिन्छ कि भनेको छ। वातासी नो ओतो वा निहोन जिन देश। मेरो श्रीमान चाहिँ जापानिज हो भन्ने कुरा कहिले आउँछ होला नि? किसेचु भनेको ऋतुहरू मौसम होइन? भेरी गुड। सिनै यो म मेटाइहाल्नु पर्यो। यो हारु यो नाचु यी मौसमहरू पनि याद गर्नु है तपाईहरुले। राम्रोसँगले कपीमा लेखेर कुनै पनि कन्फ्युजन नहुने गरी है। आखी अटम। यो फुयो विन्टर हैन? यो सामुई जाडो। यो आचुई गर्मी यो ओनाजी सेम। यो हाना फुल भेरी गुड। तपाईले यो जापानमा पढ्दैन ल? Aki wa kudamono ga oishii.
आकी आकी भनेको अघि भर्खरै भने अनुसार अटम भन्ने भयो होइन। अटम चाहिँ फलफुलहरू चाहिँ मिठो हुन्छ भनेर भन्यो। अर्को अनि नाचु वा इरो इरो ना हानागा साकिमास। गर्मीयाममा चाहिँ विभिन्न फुलहरू भयो हारु होइन नाचु र यो हारु 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 ए यो त हारु हो नि त। आचु त यहाँ नाचु यहाँ छ। आचु या नाचु यहाँ छ तल। म यहाँ तल भनेर हेर्दै थिएँ। हारु चाहिँ विभिन्न फुलहरू फुल्छन् भनेको। हारु भनेको अहिलेको सिजन हो है। अहिले एकदम साकुराहरू मजाले फुलिरहेछ। फेब्रुअरीदेखि सुरु हुन्छ। फेब्रुअरी मार्च अप्रिल चाहिँ हारु। वातासी वा आचुई नो दाइसुकी देश खारा नाचुगा। मलाई चाहिँ गर्मीयाम धेरै मनपर्ने भएर नाचुगा सुकिदेश। मलाई गर्मी मनपर्ने भएर नाचु भनेको गर्मी सिजन चाहिँ मनपर्छ भनेको रहेछ। अर्को बाचिका सान नो कुनिवा दोन्ना किसेचुगा आरिमास्का। बाचिका सानको कन्ट्रीमा चाहिँ कस्तो प्रकारको सिजन छ भनेर सोधेको रहेछ। निहोन तो वनाजी देश तिमो फुयुगा तेमो सामुई देश। जापानको जस्तै हो तर विन्टरमा चाहिँ जाडो हुन्छ भनेर भनेको रहेछ है। यो के खान्जी हो? सिटी सिटीलाई के भन्छ त सहरलाई? माछी माछी भन्छ है। त्यसपछि यो मिसे मिसे अनि तेन पनि भन्छ है। यो चाहिँ थाहा भएन। यो चाहिँ क्यान्टिन हो। क्यान्टिनलाई के भन्छ त? स्योकुदो स्योकुदो। यो नि थाहा भएन। यो सुविधाजनकलाई के भन्छ? बेन्द्री। यो त्यही सुविधाजनक हो है। बेन्द्रीको खान्जी हो। यो बेन्द्रीको हान्ताई फुबेन। यो फुबेनको खान्जी हो है। दिपेशन तपाईलाई क्वेसन आयो यतापट्टिको है। ल जो भर्खर देखेको थिएँ सेन्से तोइ लेखेको थियो। तोइ लेखेको थियो। तोइ भनेको तोइ भनेको टाढा। लेख्नु है यो खान्जी थाहा भएन भन्ने कपीमा। यो नजिकको खान्जी चाहिँ सुकुनाई। सुकुनाई नजिक हो त। सुकुनाई भनेको थोरै हो। थोरैको उल्टो यो ओइ धेरै। ओइ धेरै। भेरी गुड। यो चाहिँ युमै फेमसको खान्जी। एकदम भेरी गुड। यो शान्तको खान्जी। शान्त के भन्छ शान्तलाई? सिजुखा। कति राम्रो। त्यसपछि हाम्रो करुणा आले मगरसान हुनुहुन्छ। हजुर सेन्से। तपाईले जापानीमा पढ्दिनु, मैले नेपालीमा भनिदिन्छु। हस्। कोनो सेकुदो वा युमे देश। यो क्यान्टिन चाहिँ फेमस छ। कोनो माछे नि वा हारे नारेमा सीताका। यो सहरमा घुलमिल भइसक्नु भयो। मिसेगा ओइ कुते बेन्द्रिना तोकोरो देश। सहर चाहिँ मिसे पसल चाहिँ धेरै भएर सुविधाजनक ठाउँ हो। बासुगा सुकुना कुते चोत्तो फुबेन देश। बस चाहिँ थोरै भएर अलिकति असुविधाजनक छ। कता पुगिसन् चाहिँ यहाँ छ। यहाँ ताचिबाना कोएन वा तोय केदो सिजुखादे यी देश्यो। ताचिबाना पार्क चाहिँ टाढा छ रे तर कस्तो छ त? शान्त भएर राम्रो छ। अर्कोमा जाउँ।
त्यसपछि यो मिसेको खान्जीमा तेन लेखेको हुन्छ नि यस्तो एरो जस्तो यो दिएको यो के मिसे हुन्छ हो, यो मिसेगा ओ कुते भन्ने हुन्छ है। तेन लेखेको हुन्छ नि यस्तो धर्का जस्तो दिएर अगाडि त्यो तेन भनेको तेन पनि हो नि त। यो मिसेलाई तेन पनि भन्छ। तेन भनेको नि पसलै हो क्या। मिनिङ चाहिँ इमी के हुन्छ चाहिँ तेन भनेको नि पसलै हो, यस्तै हो, सेम हो यो खान्जी। यसलाई तेन पनि भन्छ। कस्तो तेन हुन्छ भने जस्तै भाटबाट नि पसल भन्नु पर्यो भने भाटबाट नि तेन, यो पछाडि भाटबाट निको पछाडि लाग्छ। तर यसलाई सिंगल खान्जी आउँदा चाहिँ मिसे भनेर भन्छ, पसल भन्छ। तर के पसल त यासाई पसल भन्नु पर्यो भने यासाई तेन भन्छ। यासाईको पछाडि यो आयो भने भेजिटेबल पसल भन्यो। त्यसरी मिसे अर्को एउटा तेन आउँछ नि, तीनटा धर्का तेन भनेको त्यो पोइन्ट हो फेरि। तेन भनेको के को हो सन्चे? किस्ता तेन भनेको किस्सा तेन भनेको कफी सप। हजुर सेन्से तपाईँलाई त खान्जी फरक होइन? अरे यो खान्जी के को हो? मिचीको खान्जी हो सेन्से। मिची। यो तलको कोवेन भनेको पार्क। यो गिन्कौ बैंक। यो ओतेरा मन्दिर। ओतेरा भनेको मन्दिर होइन, ओतेरा भनेको चाहिँ बौद्धिस्ट गुम्बा। बौद्धिस्ट गुम्बा। यो जिन्जिया भनेको चाहिँ जापानिज मन्दिर धर्मको सिन्तो मन्दिर। यो ओकुरु ढिलो हुनु। कहाँ ढिलो हुनुहुन्छ? यो पठाउनु भन्न त मिलाउनु भयो, तर मिनिङ चाहिँ गलत भन्नुभयो होइन। ओकुरिमासको ओकुरु त हो पठाउनु भन्ने हुन्छ। यो कुरुमाको सेन्से कुरुमा गाडी। यो चिखाको नजिक। यो हिदारी दायाँ। यो मिगी बायाँ। दायाँ बायाँ। यो चाहिँ उल्टो भन्नुभयो त। यो चाहिँ दायाँ, यो चाहिँ बायाँ। उल्टो। मनिषा पराजु छन्। हजुर सेन्से। तपाईँले जापानीमा पढिदिनु, म नेपालीमा पढिदिन्छु। गिन्कौ वा दोको देशु का? बैंक चाहिँ कहाँ छ? कोनोमिची हो मासुगु इत्ते कुदासाई। यो बाटोको सिधा जानुहोस्। सुगिनो सिङ्गो हो मिगी नि हिदारी नि मागत्ते कुदासाई। नेक्स्ट सिग्नलको चाहिँ लेफ्टतिर मोड्नुहोस्। फुतात्सुमे नो तकादो हो मिगी नि मागत्ते कुदासाई। दोस्रो कर्नरको राइट साइडतिर मोड्नुहोस्। कुरुमादे ओकुरिमास्यो इए वा दोनो हेन त्यसका। गाडीबाट पुर्याइदिन्छु। घर चाहिँ कुन साइड हो? कोवेन नो चिखाको देश। कारको चाहिँ कोवेन पार्कको चाहिँ नजिकै छ। जिन्ज्यानो तोनारिनी ओतेरागा आरिमास। जिन्ज्या भनेको सिन्तो धर्मको मन्दिरको साइडमा के छ त? गुम्बा, बौद्धिस्ट धर्मको गुम्बा चाहिँ छ। ओखाने यो शोकुजी। यो मिसे अहिले भर्खर आएको। यो डौबुचेन टोस्यो खाने संग्रहालय आँखु बुच्चु खान। यो डौबुचु यान है। डौबुचु यान। यो खान्जी चढ्नुको खान्जी हो। चढ्नु नोबोरी मासको नोबोरु है। यो अब के होला त? मुजुखासी
गाह्रो छ यो खान्जी। सेन्सी अहिलेको म बरु केमा चढ्नु जस्तै पहाडहरू चढ्नुमा त्यो लाग्छ रहेछ हो 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 पहाड चढ्नु। फेरि गाडी चढ्नु चाहिँ फेरि नोरीमास हुन्छ है, यो अर्कै हुन्छ है। आतरासी भनेको आतरासी अरे मुजुखासी भनेको गाह्रो गाह्रो खान्जी गाह्रै छ है। यो तानोसी 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 भनेको रमाइलो इन्जोयबल आनन्दको रमाइलो इन्जोयबल। यो चियाई सियाई भनेको म्याच खेल। फुजिसान नि चाहिँ यो खान्जी नै बिर्स्यो। नोबोरिमासको नोबोत्ताको तोगा नोबोत्ताको तोगा आरिमास का फुजिसानमा चढ्नु भएको छ। हाकुबुचु खान्तो दोबुचु एन नि इकिमासिता तोतेमो तानुसी खाता देश। यो सङ्ग्रहालय र जूमा चिडियाघरमा चिडियाघर भनौँ होइन चिडियाघरमा चाहिँ गएको थिएँ, धेरै रमाइलो भएको थियो। किन यही गाओ मिमासिता हिजो मुभी हेरेको थिएँ चोत्तो चोत्तो आतारासी खाता देश मुजु खासी खाता देश। मुजो खासी खाता देश अलिकति गाह्रो थियो भने मुभी त बुझेन क्या है। अर्को सुपोचु सुपोचु मिसे दे सुपोचु तेन पसलको पछाडि आयो भने तेन हुन्छ। ए सुपोचु तेन दे टिस्याचो खाइमासिता स्पोर्ट्स पसलमा चाहिँ टी सर्ट किने भनेको। पुरो रेसुनो सिआइओ मिनिकिमासिता का इकिमासिता पुरो रेसु भनेको रेस्लिङको म्याच चाहिँ हेर्नलाई गएको थिएँ। स्योकुजिनो माए नि एटिएम दे ओखाने हो ओरोसिताइन देशगा स्योकुजिनो माए नि खाना खानुभन्दा अगाडि एटिएममा पैसा झिक्न चाहन्छु तर कहाँबाट झिक्ने होला भनेर भन्दैछ है। दाइगाको कौ भनेको हाई स्कुल। यो दाइगाको युनिभर्सिटी। यो त के आएन अगा पछाडिको नागाको खान्जी रेन्स्यु प्र्याक्टिसको खान्जी है अभ्यासको खान्जी। यो पनि खान्जीको खान्जी हो। यो खान्जीको खान्जीलाई राम्रोसँग चिन्नु तपाईँहरूले, राम्रोसँग लेख्नु त यसलाई कपीमा। कौकोमा चाहिँ माथि 3टा हुन्छ, यसमा चाहिँ एउटा मात्रै हुन्छ क्या। लेख्नु भयो अर्को पनि देखिहाल्नु भयो क्या। यो मुर्यो भनेको फ्री अफ चार्ज फ्रीमा होइन। यो सेचुमै सुरु सेचुमै भनेको इन्स्ट्रक्सन सेचुमै एक्सप्लेनेसन व्याख्या गरिदिनु होइन। यो ओसिएरु व्याख्या गर्नु एउटा भयो। ओसिएरु भनेको सिकाउनु भयो। खासी मास भनेको उधार लिनु कि दिनु चाहिँ होला नि। खारी मास भनेको उधार लिनु, खासी मास भनेको उधार लिनु है। अनि यो अघि भर्खरै आएको यो जुन छ यो सेचुमै सुरु भनेको चाहिँ यो 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 यसको मिनिङ म सेचुमै गरिदिन्छु एक्सप्लेन गरिदिन्छु भन्नुभयो। अनि यो माथिको ओसिएरु भनेको चाहिँ भाषा पढाउनु, जस्तै मैले अहिले ओसिएतेइरु निहोङ्गो ओसिएतेइरु जापानी भाषा पढाइराखेको छु भन्ने भयो। तर तपाईँहरूलाई म यसको व्याख्या गरिदिन्छु ल यो खान्जीको भनेर भन्यो भने चाहिँ त्यो चाहिँ सेचुमै भयो। खासु भनेको उधार दिनु। त्यसपछि यो खान्जी खाकी मास लेख्नु यो भन्नु होइन। त्यसपछि हाम्रो शरण सान हुनुहुन्छ। हाई सेन्सेई खाइवानो सेचुमेगा रेन्स्यु खाइवानो रेन्स्योगा मोतो इता इमा इदेस सिताइदेस कन्भर्सेसनको प्र्याक्टिस चाहिँ अझै गर्न चाहन्छु। कोको तो दाइगाको ओ बेन्क्यो सी मासिता
हाई स्कुल र युनिभर्सिटीमा चाहिँ जापानिज भाषा अध्ययन गरे। मोतो खानतानमा कुतुबा दे इत्या मोराई मान्छेनका अझै सजिलो खानपान भनेको सजिलो शब्दमा कोतोबा शब्दमा भनेर भनी पाउन सक्छु कि भनेर भन्यो। अर्को खान्जी वा खाकु नो गा मुजुखासी देश खान्जी लेख्न चाहिँ गाह्रो छ भने। अर्को सुमिमासेन जिस्यो ओ खासिते कुदासाई। एक्सक्युज मी डिक्सनरी उदाहरण दिनुहोस्। मो इचिदो एक्सप्लेन म इचिदो एक्सप्लेन गरी त्यसमै सिते मोराई मिसेनका अझ एकचोटि एक्सप्लेन गरी पाउन सक्छु कि। भोरान्तेया क्योसिचु दे वा मुरियो दे निहोंगो ओ ओसिएते इमास। भोलिन्टियर क्योसिचु भोलिन्टियरको क्लासमा चाहिँ फ्रीमा जापानिज भाषा सिकाउँदैछु। ल त्यसपछि अब अर्को हाम्रो संशिला अधिकारी हुनुहुन्छ। यो गोजेन गोजेन भनेको एम एम गोगो गोगो भनेको पीएम। ओके चाहिँ के खास पाठ्य पुस्तक टेक्स्ट बुक। तपाईँलाई अस्ति नै एकचोटि यही आएको थियो जस्तो लागेको थियो मलाई तपाईँले बिर्सिनु भयो होला। के खास्यो भनेको टेक्स्ट बुक। यो क्योसिचु क्लासरुम। यो सेन्सेई हजुर। यो यो ई सुरु भनेको प्रिपरेसन गर्नु। यो ई सुरु भन्छ यसलाई प्रिपरेसन गर्नु भनेको है। यो सान्खा सुरु भनेको सहभागी हुनु। यो खाइ पटक। यो जेन्बु दे गो खाइ नो कोसु देश। टोटल गरेर 5 पटकको कोर्स हो। दोगु वा कोचिरा दे यो के थियो भाइ यो उसिमास भनेको दौगु भनेको औजार सामग्री चाहिँ यहाँ प्रिपरेसन गरिन्छ। गोजेन नो कुरासु तो गोगो नो कुरासु गा आरिमास। बिहानको क्लास र साँझको क्लास पीएम को क्लास छ। क्यौ खाजो वा इकुरा देशका क्यौ खास्यो क्यौ खास्यो वा इकुरा देशका। टेक्स्ट बुक चाहिँ कति हो? सेन्से नि किते मिते कुदासाई। सेन्सेलाई सोधी हेर्नुहोस्। रेउरी क्यौ सिचु नि सान्था सिकाइ देशगा। कुकिङ क्लासमा जोइन हुन चाहन्छु तर कसरी हुने होला भने जस्तो गरे है। ल रेउरी भनेको पकाउनको खान्छ हैन सेन्से? पकाउनु रेउरी भनेको पकाउनु कुकिङ पनि हुन्छ अनि डिश पनि हुन्छ। रेउरी भनेको खाना पनि हुन्छ। दुईटै मिलिन्छ। रेउरी सिमास रेउरी मात्र भन्ने पनि कुकिङ पनि दिन्छ अनि रेउरी भनेको खाना पनि दिन्छ है। नोमिमोनो यो ओच्यावा नोमिमोनो पिउने कुरा। अब पिउने कुराहरुमा के त ओच्या चिया। यो ओसाके भनेको रक्सी। यो चाहिँ बिर्सियो त्यो जाइरो सामग्री मसलाहरु। यो चाहिँ यासाई हो। यासाई भेरी गुड। यासाई भेरी गुड। यो मोते इकु लिएर जानु बोकेर जानु। यो चाहिँ सेल बेच्नु। सेल भेरी गुड बेच्नु। यो चाहिँ थाहा भएन। यो चाहिँ सेलरोटी हाल्ने के हुन्छ? केमा यो बुतानीको। अब सेलरोटीसँग के पनि खायो प्लेटमा हालेर? बुतानीको सुँगुरको मासु पनि खायो। अर्को पनि आयो फेरि के रहेछ? यो
उनीको ग्युनिको बिफ पनि खायो जापानमा चाहिँ है, फेरि नेपालमा त खाँदैनन्। अब अघि पवित्र सानले भन्नुभएको थियो पालो आएन भनेर। पवित्र सान हाई सेन्से तपाईँले जापानमा पढिदिनु हुन्छ। कोनो रेउरी बुतानीको हाइते मास्का यो खानामा चाहिँ सुँगुर हालिएको छ। नोमी मोनोवा नानी निसी मास्का पिउने कुरामा चाहिँ के लिनुहुन्छ? ओच्याओ नेगाइसिमास क्या ल्याइदिनुहोस् कृपया। वातासी वा ओहासितो ओसाराओ मोत्ते इकिमास म चाहिँ हाँसी चपस्टिक र प्लेट बोकेर जान्छु। जाइरे वा नान्देसा सामग्रीहरू चाहिँ के छन्? युनिकुतो यासायो चुखाइमास यो बिफ अनि भेजिटेबल चाहिँ प्रयोग गरिन्छ। ओसाके वा आसोको दे उत्ते मास्यो रक्सी चाहिँ त्यहाँ बिक्री गरिन्छ। उत्तेमास्यो भनेको छ। मैले 12 लेसनसम्म भनेको थिएँ, 12 लेसनसम्म ल। ओ बेन्तो ओइसिसो देख्ने, बेन्तो चाहिँ मिठो छ जस्तो छ देखिन्छ है भनेको छ है। अब पालो आउन त अझै पनि धेरैजनाको बाँकी छ होइन। अब पालो आएन भनेर निराश हुनुभएको चाहिँ को हुनुहुन्छ? निराश हुनुभएको म भन्नु मेरो नि आएको छैन। यो ट्याक्क फुटाएर यस्तो गरेर प्लेटमा हाल्छ नि, प्लेटमा हालेर यो कराईमा तामाको है। सुषमा सान मात्रै बोल्नु फेरि यो रेउरी। सुषमा मनिषा काप्ले सान बन्द गर्नु, मनिषा सान बन्द गर्नु है। रेउरी यो यो तातो पानी यो त्यो चाहिँ के हो सुन्छु? यो चौरी हो भने हो चौरी हो भनेको पकाउने तरिका, कुकिङ गर्ने तरिका, पकाउने तरिका। स्पेलिङ लेख्नु यहाँ चौरी हो भनेर स्पेलिङ पनि यो ग्लुकोसी थोरै यो के हो सुन्छु? लास्टको चाहिँ तेको हो के हो? निगाते है। यो खाराई भनेको पिरो होइन सुन्छु? पिरो। यो आमाईको गुलियो। यो स्वाद आजी। कस्तो आजी त भन्दा आमाई भनेको गुलियो, खराई भनेको पिरो, निगाते भनेको मन नपर्नु है। अब को हुनुहुन्छ पाल्न नपाएको? खै नेपालीमा पढ्नु भएन। गइसक्यो यता पढ्न कहाँ जानुभयो? हल्ला छ रे सुन्छे हल्ला। पकाउने तरिका चाहिँ यहाँ हेर्नुहोस् भनेको छ है। ओयो हो नि सुन्छ? हजुर ओयो हो। हट वाटर हट वाटर तातो पानी चाहिँ यहाँसम्म हाल्नुहोस् भनेको छ। अर्को यो डिस चाहिँ अन्डा प्रयोग गरिएको छ भनेको छ। अर्को गुलियो कुरा चाहिँ मन पर्दैन भनेको छ। अर्को दौ देशका टेस्ट चाहिँ कस्तो छ? दोको देशका होइन, दौ देशका कस्तो छ? अलिकति पिरो छ है तर मिठो छ। ओकोनोमियाकी भनेको पिज्जा जस्तो हुन्छ है खाने, त्यो चाहिँ अलिकति थोरै खाने भनेर भनेको छ। मौसुको सी अझै थोरै खाने भनेर चाहिँ सोध्यो। अब 13 लेसनदेखि चाहिँ